दर्शकबिन हिजोबाट देशव्यापी रूपमा प्रदर्शनमा आएका दुई नेपाली चलचित्रहरू द ब्लू लाइट र आबाट आमाले बक्स अफिसमा आज दोस्रो दिन प्रवेश गरेका छन्। त्यसैले आज हामी यस भिडियो अन्तर्गत कुरा गर्न गइरहेका छौँ। यी दुवै चलचित्रको हिजो पहिलो दिनको ओपनिङ, आज दोस्रो दिनको सोज काउन्ट, एडभान्स बुकिङ, अकुपेन्सी र अर्ली इस्टिमेट बक्स अफिस कलेक्सन प्रेडिक्सनको बारेमा। त्यसैले तपाईहरु पनि सबै कुराका बारेमा विस्तृत रूपमा थाहा पाउन चाहनुहुन्छ अथवा डेली सबै नेपाली चलचित्रहरूको बक्स अफिस कलेक्सनको भिडियो रिपोर्ट हेर्न चाहनुहुन्छ भने यस भिडियोलाई एक लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्दै भिडियो सँगै रहनु होला है त। आउनुहोस् दर्शकबिन्द, अब लागौं आजको विषय वस्तुतर्फ। सर्वप्रथम कुरा गरौं चलचित्र द ब्लू लाइटको। बलिराम चौहान ग्याट्सबेको निर्देशनमा बलिराम चौहान र उपाश्रीको लेखन रहेको साइकोलोजिकल थ्रिलर जनरमा आधारित चलचित्र हो द ब्लू लाइट, जुन फिल्मको शीर्ष भूमिकामा हामीले अर्पण थापा, बेनिसा हमाल, महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, आयुष्मान देशराज जोशी, सुरक्षा इटाने, ग्रीष्मा कटुवाल लगायतका कलाकारहरूलाई देख्न सक्छौं। चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन, एसडी योगीको संगीत र नरेन्द्र मैनालीको छायाङ्कन छ। स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा बलिराम चौहानको लगानी छ भने चलचित्रका सह निर्माताहरू भोलानाथ कटुवाल र रमन गिरे हुन्। फिल्मका कार्यकारी निर्माता नरेन्द्र मैनाली र बेनिसा हमाल हुन्। यो फिल्मलाई हिजो पहिलो दिन डीसीएनले देशभरको मल्टिप्लेक्समा 79 शोका साथ प्रदर्शनमा ल्याएको थियो। चलचित्रले प्राप्त शोमा दर्शक तान्न सकेन, कतिपय शोहरू त क्यान्सल पनि भएको खबर हामीलाई प्राप्त भएको छ। त्यसै कारणले दोस्रो दिन फिल्मको शो घटेर 55 वटामा झरेको छ। शनिबार सार्वजनिक बिदा हुँदाखेरि पनि चलचित्रले बक्स अफिसमा हिजो पहिलो दिन 1.5 देखि 2 लाख हारारीको ओपनिङ गरेको खबर प्राप्त छ। आज दोस्रो दिन झन् शो घटेको छ। एडभान्स बुकिङ पनि हिजोको तुलनामा कम नै छ। आज त स्थिति दयनीय नै छ, किनभने चलचित्रले बक्स अफिसमा आज प्राप्त गरेका कतिपय शोजहरू त पुरै नै खाली रहेका छन्। त्यहाँ एउटा पनि बुकिङ भएको छैन। बाँकी रहेको 8-10 वटा शोमा मात्र फिल्मको बुकिङ भएको छ। त्यसैले फिल्मको एडभान्स बुकिङ तानेको हो। चलचित्रले सोल्ड आउट टिकटबाट 8 बजेसम्ममा लगभग त 39,750 रुपियाँको एडभान्स बुकिङ गरेको छ। त्यसबाहेक रिजर्भ सिटबाट लगभग त 44,990 को बुकिङ भएको छ। अब रिजर्भ सिटको बुकिङ यो फिल्मको बुकिङमा गनिने छैन, किनभने सिनेमा हलमा भरिभराउ तरिकाले दर्शक आए पो उक्त सिटहरू खोलिने हो र रिजर्भ पनि सोल्ड आउट हुने हो। अन्यथा सो सुरु हुने बेला ती सिटहरू पनि क्यान्सल नै हुने हुन्। उस्तै परे फिल्मको आज दिनभरिको ओभरअल अकुपेन्सी 10% पनि नपुग्ने देखिरहेको छ। त्यसै कारणले चलचित्रले बक्स अफिसमा आज रिजर्भ र सोल्ड आउट दुवै टिकटबाट 84,770 को एडभान्स बुकिङ गरे तापनि फिल्मले 1 देखि 1.5 लाख हारारीको मात्रै ग्रस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। अब कुरा गरौं चलचित्र आबाट आमाको। चन्द्रपन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्मलाई अभिमन्यु निरविले लेखेका हुन्। फिल्ममा चन्द्रपन्त, अभिमन्यु निरवि र अमर न्यौपानेको संवाद रहेको छ। फ्यामिली ड्रामा जनरमा आधारित फिल्ममा अभिनेता पल शाहको साथमा प्रदीप रावत, विपना थापा, सिमरन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, रविन्द्र झा, गजित विष्ट, त्यसैगरी सान अधिकारी र समाइरा थापा लगायतका कलाकारहरूको शीर्ष भूमिका छ। चलचित्रमा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, नवराज उप्रेतीको छायाङ्कन, कोशिश छेत्री, थानेश्वर गौतम, बाबुल गिरी, अभि सुनार र चन्द्रपन्तको संगीत, त्यसैगरी गम्भीर विष्ट र दिलीप ओखेडाको कोरियोग्राफी छ। आर्या इन्टरटेनमेन्ट प्रणालीको ब्यानरमा निर्माण भएको चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश कुमार, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुङ्गानाको लगानी रहेको छ। चलचित्रका कार्यकारी निर्माता करण सिंह रसाइली हुन्। यो फिल्मलाई हिजो माघको 16 गते शहीद दिवसको बिदाको दिनदेखि देशभरको मल्टिप्लेक्समा 172 भन्दा बढी सोचका साथ आरआर फिल्म्सले प्रदर्शनमा ल्याएको थियो। चलचित्रले बक्स अफिसमा दर्शक र समीक्षकबाट राम्रै प्रतिक्रिया प्राप्त गरेको छ। त्यसै कारणले चलचित्रले आज दोस्रो दिन शो पनि बढाएको छ। 190 भन्दा बढी शो प्राप्त गरेको छ फिल्मले आज। दर्शक महानुभावहरू, यो फिल्मले हिजो पहिलो दिन हामीले प्राप्त गरेको अर्ली इस्टिमेट रिपोर्ट अनुसार 20 देखि 25 लाख हारारीको ओपनिङ गरेको छ। चलचित्रको बक्स अफिसमा आज दोस्रो दिन हो। आज चलचित्रको एडभान्स बुकिङ हिजोको तुलनामा केही कम भए तापनि सोच भने बढेको छ। हुन त नेपाली फिल्महरू प्राय डोर सेल नै बढी हुने भएका कारणले चलचित्रले एडभान्स बुकिङ ठिकठाकको गरे तापनि डोर सेलमा राम्रो टिकट बिक्री गर्ने अनुमान गरिएको छ। यो फिल्मले बिहान 8 बजेसम्ममा लगभग त सोल्ड आउट भइसकेको टिकटबाट 7,33,150 र यता रिजर्भ सिटबाट 2,16,070 रुपियाँ बराबरको एडभान्स बुकिङ गरेको थियो। यानि कि फिल्मले टोटल 9,49,220 रुपियाँको एडभान्स बुकिङ गरेको थियो। चलचित्रले मर्निङको शोमा केही हल हाउसफुल गरेको छ भने ओभरअल अकुपेन्सी नै 20 देखि 30% को लिएको छ। दिउँसोसम्म आइपुग्दा 30 देखि 40 र इभिनिङ र नाइट शोसम्म आइपुग्दा 40 देखि 50% को ओभरअल अकुपेन्सी लिने देखिन्छ भने फिल्मले आज शनिबार सार्वजनिक बिदा भएका कारणले कतिपय शोहरू हाउसफुल गर्दैछ भने हाउसफुल नभएका केही शोमा 50 देखि 80% को पनि अकुपेन्सी लिने देखिन्छ। त्यसै कारणले चलचित्रले बक्स अफिसमा आज नर्मली पनि 20 देखि 30 लाख हारारीको ग्रस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। चलचित्रको डे, इभिनिङ र नाइट शोको अकुपेन्सीमा वृद्धि भयो र वाकिङ अडियन्सहरू सिनेमा हेर्न भरिभराउ तरिकाले आएर डोर सेल बढी भयो भने फिल्मको कमाई 30 देखि 50 लाखसम्म पनि पुग्न सक्छ। अब हेर्न यो बाँकी रहेको छ कि चलचित्रले कस्तो उछाल ल्याउँछ। ल त दर्शक महानुभावहरू,
यो रह्यो आजको जानकारी। हजुरलाई आजको जानकारी कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया तल हामीलाई कमेन्ट मार्फत व्यक्त गर्नुहोला। यदि हजुरहरूले हिजोबाट प्रदर्शनमा आएका दुवै नेपाली चलचित्रहरू द ब्लू लाइट र आबाट आमा हेर्नुभयो भने हजुरहरूलाई यी दुई फिल्म मध्ये कुन फिल्म सर्वोत्कृष्ट लाग्यो? कृपया हामीलाई त्यस चलचित्रको नाम कमेन्ट मार्फत व्यक्त गर्नुहोला भन्दै अर्को भिडियोसम्मको लागि म पनि बिदा हुन्छु। धन्यवाद, शुभ दिन।